नमस्ते सम्पूर्णमा साथीहरू, म यति बेला ठ्याक्कै यो जुकुम चौरमा भइरहेको यो धान रोपाई कार्यक्रमको चाहिँ म भिडियो बनाउँदैछु है, भिडियो खिच्दैछु। हाम्रो साली अन्जना पुनले चाहिँ रिक्वेस्ट गरेर म यहाँ ड्रोन पठाएको थिएँ, तर कसरी खस्यो भन्ने कुरा चाहिँ यहाँ भिडियो हेरेर चाहिँ थाहा पाउनुहुनेछ र कमेन्ट पनि गर्नुहोला, लाइक पनि गर्नुहोला र यो हाम्रो कालीगण्डकी टुडे युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गर्नुभएको छैन भने पनि सब्स्क्राइब गर्नुहोला है। म अहिले चाहिँ यहाँबाट सरर लैजाँदैछु। देख्न सक्नुहुन्छ जुकुम अनि फुर्से फुर्तीघाट यो पर्वत बागलुङको एरिया यहाँबाट देखिरहेछ। यो ड्रोनले चाहिँ कैद गरिरहेको छ। ठ्याक्कै म यो ठाउँमा जुकुम यो फाँटमा पुगेर म त्यहाँका चाहिँ धान रोपाई गर्ने हली बाउसे के भन्छ होइन, उनीहरूले चाहिँ काम गरिरहेको थिए र को छन् भनेर म अलि नजिकबाट उडाइराखेको थिएँ। ड्रोन चाहिँ म हेरिरहेको थिएँ, तर चाहिँ साइडमा अलि टार त थियो, तर अर्को यो लाइनको टार पनि थियो, तर वाइफाईको टारलाई चाहिँ यसले अलि डिटेक्ट गरेन, हाम्रो यो सेन्सरले काम गरेन। त्यो अवस्थामा चाहिँ ठ्याक्कै त्यहाँ खसेको हो कि यो धन्नै यहाँ खेटै खेट छ होइन, पानी छ, तर चाहिँ पानीमा नपरेको कि वाटरप्रुफ त हो, तर चाहिँ यो पानीमै डुबेपछि त सकिगयो। तर चाहिँ सेफ्टी भयो। त्यहाँ चाहिँ एकजना बुवा हुनुहुन्थ्यो, उहाँले चाहिँ राम्रो तरिकाले ड्रोनलाई चाहिँ समाइदिनु भएको थियो, यहाँ अन्तिममा देख्न सक्नुहुन्छ। र यो ड्रोन खसेपछि फेरि पुनः हामीलाई चाहिँ त्यहाँबाट उठाउन र रिस्टार्ट गर्नलाई धेरै गाह्रो भयो। उहाँहरूले चाहिँ ड्रोन कहिले पनि नछुनु भएको, नछुएको, अनि उहाँहरूले चाहिँ बन्द गर्ने कसरी अनि फेरि स्टार्ट गर्ने कसरी त्यो आइडिया भएन। त्यसले गर्दा पनि अलि हामीलाई चाहिँ झन्डै आधा एक घन्टा जति लागेको थियो त्यहाँबाट फेरि पुनः उठाएर चाहिँ उडाउनको लागि। यसरी हामी त्यहाँ प्रवेश गरेका छौँ यो फाँटमा, यहाँ धान रोपेको ठाउँमा। अलि यो भिडियो राख्न चाहिँ अलि ढिलो भयो, यो ड्रोन खसेपछि अनि विभिन्न कारणले गर्दा म व्यस्त भएँ, त्यसले गर्दा पनि भिडियो चाहिँ समयमा राख्न सकिएन। हामी क्षमा प्रार्थी छौँ। यसरी चाहिँ त्यो ठाउँमा चाहिँ ड्रोन प्रवेश गरेको थियो। यहाँ चाहिँ अब लगभग चिनेकै मान्छेहरू हुनुहुन्छ होइन, जोकुम हाम्रो लमस्राङ भनेको त नजिकै ठाउँ हो। त्यसले गर्दा पनि अब को हुनुहुन्छ, मैले चिनेको मान्छे को हुनुहुन्छ भनेर चाहिँ मैले ड्रोन चाहिँ एकदम नजिकबाट लगेर हेरिराखेको थिएँ कि त्यति बेलामा चाहिँ ठ्याक्कै त्यो टारमा खसिहाल्यो। यो साइड उठाउँछु भन्दै ठ्याक्कै त्यो टारमा परेर चाहिँ खसेको हो। यहाँ चाहिँ यहाँ धान रोप्ने तयारी रहेछ। यहाँ साथीहरू छन्, टक्क लगाएर यहाँ कसैले जोड्दै, कसैले चाहिँ आली लगाउँदै, कसैले पानी लगाउँदै रहेछन्, आफ्नो काम गरिरहेछन्। यसरी गरिन्छ है हाम्रोतिर। साथीहरू हुनुहुन्छ लगभग, उहाँहरू मैले पनि चिनेको साथीहरू हो र उहाँहरूले पनि मलाई चिन्नुहुन्छ। यो चामश्रेष्ठको ड्रोन हो भन्ने कुरा चाहिँ उहाँहरूलाई थाहा छ। अनि तलबाट हेर्दै हुनुहुन्छ, आफ्नै कामहरू गरिराख्नु भएको छ, जिस्काइराख्नु भएको छ। यहाँ माथि मैले चाहिँ विशेष गरी को हुनुहुन्छ होइन भनेर नजिकबाट निहालेर हेर्न खोज्दाखेरि यस्तो दुर्घटना घटेको हो। ड्रोन उडाउँदै गर्दा यो रुखहरूलाई त सेन्सरले पनि मजाले काम गर्छ होइन, रुख अनि उहाँहरू
उहाँहरू काम गर्नुहुन्छ। उहाँहरूको नजिक लगेर मैले ठोकाउन खोजेर चाहे पनि यो ड्रोन जाँदैन कि। जति ठोक्न खोजे पनि उहाँहरूलाई मैले नजिकै पुर्याएर उहाँहरूलाई चाहिँ हान्न खोजे पनि ड्रोनले मान्दैन, यो सेन्सरले चाहिँ मान्दैन। यसरी चाहिँ उहाँ को हुनुहुन्छ भनेर चाहिँ म एकदमै नजिकबाट लगेको थिएँ कि ड्रोन। मैले चाहिँ जुम गरेर टाढैबाट लिनुपर्ने, तर चाहिँ थोरै गल्ती मेरो भएकै हो। धेरै नजिकबाट लिएर अब साथीहरू चिनौँ भनेर त्यो गर्दाखेरि चाहिँ समस्या भयो। अब यहाँ पुगेको छ। अब हेर्नुहोस् है, ड्रोन खस्छ र ड्रोन कसरी पिकअप गरियो अनि त्यो पनि हेर्दै जाउँ है। अन्तिमसम्म हेर्दै गर्नु होला, साथ दिनु होला। यहाँ चाहिँ अब टार पनि देखेको छ के, हेर्नु है, यहाँ टार पनि छ। यहाँदेखि माथि त्यो पोल छ, यही नजिकै गएर ठोकेको हो कि अब ड्रोन है। यहाँ चाहिँ धान चाहिँ यसरी रोपिन्छ। यहाँ चाहिँ यसरी धान रोप्दै हुनुहुन्छ। अब सायद उहाँहरूले चाहिँ हेरिराख्नु भएको छ। यसरी चाहिँ ड्रोन उडाएको हो। समस्या चाहिँ ठ्याक्कै भइदियो कि ड्रोन यतातिर गएपछि उहाँ अगाडि हुनुहुन्छ नि, उहाँ बुवा, उहाँले चाहिँ फोन यो कालो तार देख्नुभयो नि, यो तारलाई जोगाएर यतातिर अर्को तार पर्थ्यो कि है, चाहिँ देख्नुभयो नि है। यसरी चाहिँ ड्रोन खसेको थियो कि, यो कालो तार परेको हो कि, अर्कोलाई जोगाएर लैजाँदाखेरि फेरि अर्को तार पऱ्यो कि। त्यसरी चाहिँ यसरी चाहिँ ड्रोन खसेको थियो। यो तल जमिनमै खसिसकेको छ। मलाई त लागेको थियो यो पक्कै पनि पानीमा पर्यो भन्ने चाहिँ लागेको थियो, तर भाग्यले पानीमा परेन। भर्खर चाहिँ उहाँ बुवाले उठाउनु भएको छ यो ड्रोनलाई चाहिँ है। ड्रोनले चाहिँ खिचिराखेको छ, त्यो चालु नै छ कि। उहाँ बुवाले चाहिँ समाउनु भएको छ ड्रोन। त्यहाँ भर्खर योभन्दा अगाडि हामी देख्न सकिन्छ, उहाँ चाहिँ कुलोमा हिँडिराख्नु भएको थियो। त्यो कुलो चाहिँ बनाउँदै हुनुहुन्छ कि, पानी चाहिँ कुन ठाउँमा झार्ने, अनि त्यो चाहिँ उहाँले त्यो कुलोको काम चाहिँ हेरिराख्नु भएको रहेछ है, पानी हेरिराख्नु भएको रहेछ। यति बेला खसेछ अनि उहाँले चाहिँ यो ड्रोन उठाएर चाहिँ उल्टापुल्टा बनाइराख्नु भएको छ। यसरी खसेको थियो मेरो ड्रोन जोगुम फाँटमा। रोप्नेले रोपिराख्नु भएको छ, उल्टे भए पनि देख्न सकिएछ है, हामीले उल्टे भए पनि देखेछ। त्यसपछि हामीलाई यो ड्रोन चाहिँ उहाँहरूले सम्बन्धित हाम्रो अशोक पुन अङ्कल, एक हिसाबले मेरो सारू भाइ पनि हो र मेरो विशेष गरी नजिकको नाता भनेको मेरो अङ्कल हो। अङ्कललाई चाहिँ जानकारी गराउनु भयो। अनि अन्जना साली उहाँहरूलाई जानकारी गराइसकेपछि उहाँहरूले चाहिँ फोन गर्नुभयो। अनि मेरो मित्र सन्दीप आले मगर, उहाँले पनि मलाई एक कल गर्नुभयो। म चाहिँ यता अलि व्यस्त थिएँ, फोन उठाउन सकेन। अनि यो जब उहाँहरूबाट यो ड्रोन उठाइसकेपछि चाहिँ म यसरी यो फेरि म उहाँहरूलाई नै खिचिराखेको छु कि। झन्डै आधा घन्टा 1 घन्टा मलाई लागेको थियो समय। टक्कस फेरि उहाँहरूबाट त्यसले पनि थोरै नेटवर्क पनि अलि थोरै समस्या थियो, केही समय मिलाएर खिचिएर उठाएर फेरि यो देख्न सक्नुहुन्छ तल यो तारहरू छ कि, हेर्नु न, यही तारमा परेको हो कि। टक्क यो तारले गर्दाखेरि झुक्कायो मलाई। फेरि पुनः मैले खिचेको हो उहाँहरूलाई। अहिले चाहिँ फेरि म पुनः लगेको छु। पछि चाहिँ मलाई डर पनि लाग्यो होइन, लाखौँ परेको ड्रोन हो, त्यसले गर्दा पनि डर चाहिँ लाग्दो रहेछ कि। यहाँ फुपू पुसै पनि हुनुहुन्छ, अनि अङ्कल साली अनि अन्य साथीहरू हुनुहुन्छ। उहाँहरू खुसी हुनुहुन्छ फेरि ड्रोन उड्यो भनेर कि। म यहीँ छु, झन्डै जोगुम फाँट भनेको डिस्टेन्स चाहिँ 2000-3000 मिटर टाढा छ। वहाँबाट फेरि मैले ड्रोनलाई चाहिँ उठाएर फेरि उडाएको थिएँ।
थोरै एउटा फ्यानको साइडमा चाहिँ स्क्रैच भएको छ थोरै, त्यो तारले गर्दा होला कुचेछ। यहाँ खुसी म फोनमा पनि बोलिरहेको थिएँ सालीसँग, साली चाहिँ अहिले खुसी हुँदै हुनुहुन्छ। ड्रोन चाहिँ मैले उडाएको थिएँ अनि उहाँहरूलाई फेरि एकचोटि फेरि पुनः खिचेको थिएँ कि यही साइड हो। म यो अहिले गइरहेको साइड तल साइड चाहिँ तार छ यहाँ देखिन्छ, त्यही भएर चाहिँ म थोरै हल्का डर चाहिँ लागिरहेको थियो। फेरि त्यस्तै घटना घट्ने हो कि भन्ने चाहिँ लागिरहेको थियो। त्यो पानी नभएको ठाउँमा त केही पनि समस्या हुन्न होइन, गए पनि त्यही फ्यान चाहिँ स्क्रैच हुने हो। फ्यानहरू त्यो फ्यानहरू त हामीसँग स्टकमा छँदै छ, त्यसको समस्या हुने कुरो भएन। तर चाहिँ पानीमा पऱ्यो भने त फेरि समस्या हुन्छ होइन, त्यसले पनि हो। तर यस्तै मेहनतले म लमसाङमा बसेर यो जोखुमको ठाउँ म खिच्दैछु। यो जोखुम ठाउँलाई चिनाउने र यो जोखुम ठाउँ कस्तो रहेछ र भन्ने मान्छेको सोचाइ हुन्छ नि। कतिपय त मान्छेहरू त त्यो ठाउँमा जान सकिरहेको छैनन्। जोखुम चौर कस्तो रहेछ, जोखुम फाँट कस्तो रहेछ भन्ने धेरै हुनुहुन्छ। यो भिडियोको माध्यमबाट हेर्दै हुनुहुन्छ भने पनि तपाईहरुले हाम्रो च्यानल कालीगण्डकी शेरफेरो युट्युब च्यानल, कालीगण्डकी शेरफेरो युट्युब च्यानललाई माया गरिदिनुहोस्। सब्स्क्राइब गरिदिनु भएको छैन भने पनि सब्स्क्राइब गरिदिनुहोस्। तपाईकै च्यानल हो, तपाईकै मित्रको च्यानल हो हैन, सब्स्क्राइब गरिदिनुहोस्। यस्तै भिडियोहरू म अन्य ठाउँको पनि लिने छु। समय मिलेसम्म म अर्को भिडियो पनि ल्याउने छु। तपाईहरुकै गाउँठाउँको भिडियोहरू पुनः ल्याउँछु। त्यो गाउँठाउँको हेर्नको लागि, तपाई कहिल्यै नपुगेको ठाउँको भिडियो हेर्नको लागि तपाईले चाहिँ सब्स्क्राइब गर्नु नै पर्ने हुन्छ। सब्स्क्राइब गर्नुभयो भने तपाईलाई चाहिँ ठ्याक्कै नोटिफिकेसन आउँछ। हामीले नयाँ नयाँ भिडियोहरू राख्ने बित्तिकै तपाईहरु समक्ष आइहाल्छ र तपाईले हेर्न पाउने हुनेछ। लाइक गर्नुस् र कमेन्ट पनि गरिदिनुस्। कमेन्ट गरिदिनुस् अनि लाइक पनि गरिदिनुस्। सब्स्क्राइब गर्नु भएको छैन भने पनि सब्स्क्राइब गरिदिनुस् है। कालीगण्डकी टुडे, कालीगण्डकी टुडेबाट विभिन्न खालका समाचारमूलक कार्यक्रमहरू हामी ल्याउने छौं र कालीगण्डकी शेरफेरोबाट विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू हामी ल्याउने छौं। त्यसैले तपाईले चाहिँ यी दुवै च्यानललाई चाहिँ सब्स्क्राइब गर्नुपर्ने हुन्छ। यो चाहिँ हजुरको सहयोग रहनेछ, हजुरले सहयोग गर्नुपर्ने छ। अनि यसपछि चाहिँ हामी यो जब ड्रोन शट हान्यौं, यो ड्रोन खस्यो, खसिसकेपछि म फेरि उडाएँ। ब्याट्रीले पनि झन्डै 50-55 मिनेट, 45-50 मिनेटसम्म धान्छ। एग्रोमा चाहिँ 53 मिनेट भनेको छ, तर चाहिँ 45 मिनेट त एकदमै धान्छ कि यसले, मजाले उडाउन पाइन्छ। हामीले मजाले उडाइन्छ। अहिले चाहिँ यो यसरी चाहिँ यो जोखुम चौरको फाँट कस्तो छ त भन्ने चाहिँ हामीलाई सधैँ मनमा रहिरहन्थ्यो। यो कस्तो छ भन्ने म जान गएको छु, यो बाटैबाट गइरहेको छु यो, तर चाहिँ यो खेतहरू एरियामा म डुलेको छैन। अहिले चाहिँ माथिबाट हेर्दा, ड्रोनबाट हेर्दा चाहिँ यस्तो मजाक लाग्यो नि, यस्तो राम्रो लाग्यो। आनन्दको हेर्नु त यो पुरै खेटै खेट बस्न त जोखुम चौरमा नै हो। हेर्नु त यस्तो दामी ठाउँ छ जोखुम चौर, यति राम्रो फाँट छ। यहाँ चाहिँ धान, मकै कति राम्रो हुन्छ, अन्य बालीहरू पनि कति हुन्छ। म बिस्तारै यतातिर गइरहेको छु, अगाडि बढिरहेको छु। यो गाउँ हो, जोखुमको गाउँ हो, जोखुम चौरको गाउँ हो। यतातिर तल फाँटमा भन्दा पनि बढी यो माथि गाउँ छ है, यता माथि गाउँ छ। यो माथि गाउँ हो, यो पिपलको रुख हो, एकदमै ठुलो। हामी पहिला हिँड्ने बाटो हो। यो माथि चाहिँ दुर्गा मन्दिरमा चाहिँ बलत्रको दिन अत्यन्तै रमाइलो हुन्छ। हामी पहिला यहाँ गएर रातभरि पनि बस्यो, कार्यक्रम गरियो, बोकाको मासु खाने हैन, पाडाको मासु खाने र पाडा खाने गरियो। यो जोखुमको चाहिँ
गाउँ हो है। यो माथि चाहिँ एकदम बसेको बस्ती छ, एकदमै रमाइलो छ, विभिन्न जात जातिका का मान्छेहरू बस्नुहुन्छ यहाँ। अनि मैले चाहिँ यो मन्दिर देखाउन चाहेँ र यहाँ चाहिँ मेरो आत्मीय मित्र सन्दीप आलेको घर पनि म देखाएँ। योदेखि अझै माथि देखेको भाग चाहिँ यो रानीखर्क हो अनि माथि सौरेनी हो है। यो यसरी देखाइरहेको छु। म अझै राम्रो तरिकाले म देखाउने थिएँ, तर चाहिँ यहाँ अलि समस्या भएर यो ड्रोन चाहिँ गएर खसेको धेरै भयो, ब्याट्री ब्याकअप पनि आउनु पर्यो हैन। यहाँ म चाहिँ लमसङबाट खिचेको हो यो चाहिँ हैन। त्यसले गर्दा पनि अब फेरि यो ड्रोन त फर्केर आउनु पर्यो। अझै ब्याकअप त थियो, तर चाहिँ मनमा अझै डर थियो के मेरो, फेरि खस्नु त होइन भन्ने चाहिँ मेरो मनमा थियो। मैले चाहिँ ड्रोन कस्तो अवस्थामा छ भनेर चाहिँ मलाई हेरेको थिएन नि त। त्यही वायरलेसको माध्यमले नै मैले चाहिँ लमसाङबाट म बसेर यहाँ खसेको ड्रोनलाई चाहिँ मैले उठाएको थिएँ कि। त्यो उठाएरै मैले चाहिँ यो चाहिँ फेरि पुनः यो ठाउँको चाहिँ भिडियो लिएको हो। मैले पुरा भिडियो लिएको थिएन त्यो ड्रोन खस्दासम्म। ठ्याक्क पुगेर म केही समय भिडियो ल्याउने समयमै ड्रोन खसेको हो कि। फेरि म एकचोटि फेरि उनीहरूमाथि नै घुमाइदिएको छु ड्रोन, सरर घुमाइदिएको। छुट्टै रमाइलो हुन्छ। अनि धेरै समय अब पानी पनि सिमसिम परिरहेको थियो हल्का हल्का। अनि त्यसपछि पानी पनि पर्न लाग्यो। अब ब्याट्री पनि धेरै छैन, अब चाहिँ फर्काउनु पर्छ, आफ्नो ठाउँमा ल्याउनु पर्छ भन्ने भयो। ड्रोन खसिसकेपछि फेरि पहिलोपटक खसेको ड्रोन, त्यसले गर्दा पनि मनमा चाहिँ थोरै डरको भाव आइरहेको थियो। त्यसले गर्दा पनि म चाहिँ हल्का खिचेर यसपछि म फेरि पुनः ब्याक भएको छु। म हाम्रो लमसाङतिरै आएको छु। अहिले चाहिँ म यो ठाउँमै खिचिरहेको छु। मेरो साथी सन्दीप आलेसँग म फोनमा कुरा गरिरहेको छु यति बेला। ठ्याक्क यो रातो सेतो कपडा लगाएको अनि हात टिडे गरेको क्याप चोची टोपी लगाएको साथी चाहिँ मेरो साथी हो। सँगै पढेको के म अनि सन्दीप आले भनेको हामी सँगै पढेको। उहाँ बुवाहरू हुनुहुन्छ, लगभग मैले चिनेको मान्छेहरू हो उहाँहरू पनि, र उहाँहरूले पनि मलाई चिनेको मान्छे हो। उहाँहरूको चाहिँ त्यति छ कि यो फल्ना साथीले उडाएको ड्रोन हो, फल्नाको ड्रोन हो भनेर चाहिँ उहाँहरूले चाहिँ एकदम मनमा चाहिँ त्यो लिइराख्नु भएको छ कि। एकदम खुसीको भाव भइरहेछ र ड्रोन खसेकोमा पनि दुःख व्यक्त गर्दै हुनुहुन्छ। यसरी खस्यो, यो ठाउँमा खसेको हो भन्ने चाहिँ उहाँहरूले गरिराख्नु भएको छ। र अब म ब्याक हुन्छु है साथी भनेर चाहिँ भनेको थिएँ। अनि यहाँ माथि यहाँ काम गर्दै हुनुहुन्छ, आफ्नै टोली हुनुहुन्छ, समूह छ यहाँ हैन। यता धान रोप्ने छुट्टै, जोत्ने छुट्टै, आफ्नो जग्गा हो, आफ्नै तरिकाले गरिराख्नु भएको छ। तर चाहिँ म त्यसरी चाहिँ ब्याक भएको छु है। म अब रिटर्न टु होम, अब म घरतिर फर्किँदैछु। यो फुर्सेको गाउँ हो। यो माथि चाहिँ हाम्रो लमसाङमा यो बाँदर लागेको ठाउँबाट चाहिँ मैले